मैले बारम्बार भनिसकेको छु तपाईहरु मलाई फलो गर्ने गर्नुस्। फेरि खोजेको बेलामा मेरो भिडियोहरु नभेटिन पनि सक्छ। हल्ली नै नसक्ने मान्छेलाई पनि उफ्रिनु बनाउँछु के गाइस। ट्रस्ट मी, आई विल हेल्प यु। लभ यु अल। आज म तपाईहरुलाई हाम्रो स्वरका धनी खेम सेन्चुरी दाइको आवाजमा बनेको जुन ट्रेडिङमा चलिआएको एकदम बवाल सङ छ, कल्पनामै दिन काट्छु रात काट्छु तिमीलाई छुन खोज्नेको हात काट्छु भानुको पसला। यसमा के नयाँ किसिमको डान्स ट्युटोरियल तपाईलाई सिकाउने छु र अन्त्यमा मेन डान्स पनि देखाउने छु। भिडियो अन्तिमसम्म हेरेर साथ दिनु होला। स्टेपहरु सिकाउने छु र अन्त्यमा डान्स मेन डान्स देखाउने पनि छु। सबैजनाले हेरेर सिक्दिनु होला। इच्छुक साथीहरुले यो प्लेटफर्ममा डान्स पोस्ट पनि गरिदिनु होला है। ल अब ढिला नगरिकन डान्स सिकाउन तर्फ गए। सबैजनाले फुल भिडियो हेर्दिनु होला है। सुरुमा भन्छ कल्पनामै दिन काट्छु रात काट्छु। यो पोल कल्पनामै दिन काट्छु रात काट्छु यो पोल दुई चोटी छ है गाइस है। फर्स्टको पोलमा तपाईहरुले के गर्ने हो भनेसी जस्ट एक्टिङ गर्ने है। एक्टिङ त आउँछ नि गाइजहरु हैन, आउँछ ल एक्टिङ आउँछ। एक्टिङ गर्ने कस्तो भनेसी सुरुमा तपाई कुनै टेबलमा अथवा कुर्सीमा यस्तै लाइक दिस यस्तै भइमा हैन यहाँनिर बसेर जस्तो कल्पनामा भएको जस्तो मजाले गर्ने हैन के। यस्तै मतलब गर्ने कल्पनामै दिन काट्छु रात काट्छु यति भन्ने अनि भिडियो क्लिप राख्दिने ओके। अनि त्यसको नेक्स्ट क्लिप गराउने। नेक्स्ट क्लिपमा त्यसपछि तपाईहरुले के गर्ने भनेसी तिमीलाई छुन खोज्नेको हात काट्छु यो एक्टिङ गर्ने जस्ट है एक्टिङ। अनि त्यसपछि पानको पसला यति गर्ने। पानको पान लगाएको जस्तो गर्दिने ट्याक्टिक है। अनि त्यसपछि अब मेन डान्स आउँछ। अनि त्यसपछि फेरि टक्क डान्स आउने बेलामा टक्क यसरी राइट खुट्टा तपाईको अगाडि राख्ने, लेफ्ट खुट्टा पछाडि राख्ने, टक्क एउटा हातले यहाँ छुनी एउटा हात यसरी यहाँ राख्ने। यो टक्क लाएर अब तपाईले यो खुट्टा उठाउने हैन। खुट्टा उठाउने बेला यो हात चाहिँ अलि पछाडि राख्नु पर्छ है गाइस। खुट्टा उठाउने बेला यो हातले टक्क लाएर अलि पछाडि गरिदिने यस्तै यस्तो गर्ने है। अनि टक्क हान्ने यस्तो टक्क हान्ने है। अनि यो सर्ने है अलिकति यसरी टक 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 सर्ने है ओके। यो कल्पनामै दिन काट्छु रात काट्छु छुसम्म यहाँ आउने हैन। अनि त्यसपछि यस्तो भने तिमीलाई छुन खोज्नेको हात काट्छु यस्तो भने है। तिमीलाई छुन खोज्नेको हात काट्छु अनि यहीदेखि यसरी खुट्टा अगाडि ल्याउने पानको पसला। अनि त्यसपछि ओए मेरो त घर छैन दिलमै बसला भन्छ हैन। त्यसपछि के गर्ने यस्तो मेरो त भन्ने कम्मरलाई पनि टक टक घुमाउँदै टक्क यतिकै बस्ने है। अनि त्यसपछि घर छैन भने टक टक माथि उड्दिने यस्तो मेरो त घर छैन है यसरी यतिकै घर बनाउने है। यस्तो मेरो त घर छैन है। त्यसपछि दिलमा बसला भन्छ नि। दिलमा बस भनेको टक्क यहाँनिर हात राख्ने अनि खुट्टालाई 1 2 3 राख्ने दिलमै बसला भने कस्तो भनेसी यो यस्तो है। यस्तो मेरो त घर छैन दिल है टक लाएर है यसरी घुम्ने दिलमै बसला भन्यो हैन। अनि फेरि मेरो त घर छैन दिलमा बसेर आउँछ है। यो 3 चोटी भन्छ मेरो त घर छैन दिलमा बसला ट्याक आयो। अनि त्यसपछि अर्कोचोटि भन्छ मेरो त घर छैन दिलमा छ। हातलाई टक्क लाएर यो खुट्टा छ तपाईको अलि जुमाउने टक्क नजिक हैन अलि नजिक जुमाउने। त्यसपछि टक्क 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 सर्ने। सर्ने बेला हातलाई यसो टक्क फाल्दिने। फेरि अर्कोचोटि सर्ने बेला अर्को हात टक्क फाल्दिने। फेरि अर्को हात टक्क फाल्दिने ओके। अनि त्यसपछि घर छैनको यो भयो हैन। मेरो त घर छैन अब दिलमा बसला भने टक्क दिल खोल्दिने के हैन। अनि उता सर्दिने यसरी यसरी दिलमै बसला यो भन्ने है। अनि फेरि मेरो त घर छैन दिलमै बसला आउँछ। फेरि त्यही मेरो त घर छैन दिलमै बसला यही हो गाइस हैन। ल सबैजनाले ट्राई गर्नु होला। यो म्युजिकको पोस्ट पनि गर्नु होला। थ्यांक यू सो मच। फुल वाच गरिदिनु भिडियोलाई है। ल अब मेन भिडियो कस्तो भछ हेरौँ है। भिडियो अन्तिमसम्म हेरिदिनुस्, मिठो कमेन्ट गरिदिनुस् है। मैले पनि तपाईहरुको लागि यति धेरै मेहनत गरिरहेको छु हैन। तपाईहरु पनि मेरो लागि के सोचिदिनुस्, सपोर्ट गरिदिनुस् है। भिडियो शेयर गरिदिनुस्, लाइक कमेन्ट सबै है। थ्यांक यू सो मच गाइस। ल मेन भिडियो कस्तो भछ अब हेरौँ है। 1 2 3 गो। कल्पनामै दिन काट्छु रात काट्छु तिमीलाई छुन खोज्नेको हात काट्छु पानको पसला। ओए कल्पनामै दिन काट्छु रात काट्छु तिमीलाई छुन खोज्नेको हात काट्छु पानको पसला। ओए मेरो त घर छैन दिलमा बसला। ओए मेरो त घर छैन दिलमा बसला। ओए मेरो त घर छैन